थाहा छैन म त हजुरको अनाडी भक्त हो। आमाले भन्नुभयो जा छोरा भगवान प्राप्त गर्नु छ भने तपस्या गर्नुपर्छ, ध्यान गर्नुपर्छ। म त प्रभु केही पनि आउँदैन, हजुरले मलाई सिकाउनुहोस् कसरी हजुरको पूजा गर्छ, कसरी हजुरको आराधना गर्छ, त्यो हजुरले मलाई बुझाउनु प्रभु। अब प्रभु सुन्नु न, हजुर उहाँबाट आउनु भएको छ, यसो प्रसाद त ग्रहण गर्नु न। यसो चिसो लाग्दैन प्रभु कोला खाँदा? ल खाइदिउ। हजुर फूल जल प्रसाद त्यो सबै भगवानलाई भोग लगाउने हो। भगवानलाई मुखमा घुस्याउने, शिरबाट पानी खन्याउने, फुलले झटारो हान्ने, यो गर्दाखेरि भगवान कहिले पनि प्रसन्न हुन्न। भगवानलाई मात्रै फुलले प्रसादले यसरी भोग लगाइदिने, बस यतिमै भगवान प्रसन्न हुन्छन् बालक। त्यसो भए प्रभु हजुरले खानुहुन्न? मेरो नाममा भोग लगाइदियो। मेरो प्रभु मैले लाएँ प्रभु। अब प्रभु हजुरको म आरती होइन आर्ता गर्न चाहन्छु। भयो बालक, मैले तिम्रो सबै वीरेन्द्रजी सुन बालक, सर्वप्रथम तिमीले मलाई यहाँ बोलाउनुको कारण के हो त्यो मात्रै म सुन्न चाहन्छु। वीरेन्द्रजी छोटा सा आरती। प्रभु हजुर यसरी नरिसाउनुहोस्, पहिले म हजुरको आरती गर्छु अनि त्यसको पश्चात हजुरसँग म वरदान प्राप्त गर्छु नि हजुरसँग। ल प्रभु अलि छिटो गर, किनभने समयको सबैलाई अभाव भइसकेको छ। ल प्रभु ल। मेरो नन्दी पनि धेरै भकाएको छ। जगदीश हरे यत्रो शब्दहरू तिमीमाथि र पनि अझै उल्टो काम गर्दैछौ। अब भयो, म कैलाशबाट तिम्रो तपस्याको प्रसन्नता बोकेर म यहाँसम्म आएको छु। भन, सर्वप्रथम मलाई यहाँ बोलाउनुको कारण के हो? म यतिकै प्रसन्न छु तिमीसँग। प्रसन्न हुनुहुन्छ नि प्रभु? हो, एकदम प्रसन्न। पछि हजुरले फेरि होइन कालामा यो दिन्न, यो हुँदैन ऊ हुँदैन भन्न पाइँदैन है प्रभु? भनौँ प्रभु? भन बालक। ल ठिक छ प्रभु। प्रभु अहिलेसम्म मेरो भएको छैन। भएको छैन? हो प्रभु, अहिलेसम्म भएको छैन। पार्वती, म त अचम्म मान्छु यो बालकको कुरा सुनेर।